अर्जुनले गाउँमा सानो अस्पताल खोलेपछि केही समय सबै कुरा शान्त र राम्रो हुँदै गयो। मानिसहरू खुसी थिए, रोगबाट बिस्तारै राहत पाउन थालेका थिए। तर जीवन सधैँ सजिलो कहाँ हुन्छ र? एक दिन गाउँमा अचानक ठूलो समस्या आयो। वर्षा रोकिएन, लगातार पानी परिरह्यो। पहाडबाट पहिरो खसेर गाउँ जाने मुख्य बाटो नै बन्द भयो। गाउँ बाहिरी संसारबाट अलग भयो। र त्यही बेला गाउँमा एउटा नयाँ रोग फैलिन थाल्यो। ज्वरो, खोकी र कमजोरीले धेरै मानिसहरू थलिन थाले। अस्पतालमा बिरामीको भिड बढ्दै गयो। औषधि पनि कम हुँदै गयो। गाउँका मानिसहरू डराउन थाले। अब के गर्ने होला? डाक्टर बाबु, हामीलाई बचाउनुहोस्। अर्जुनको मन भारी भयो, तर उसले डर देखाएन। उसले शान्त भएर भन्यो, हामी हार्न मिल्दैन। म छु तपाईहरूको साथमा। उसले तुरुन्तै योजना बनायो, तर समस्या ठूलो थियो। बाटो बन्द थियो, औषधि आउन सक्दैन थियो। त्यही रात अर्जुनले आफ्ना केही युवा साथीहरूलाई बोलायो। हामी आफै बाटो खोल्नुपर्छ, उसले दृढ आवाजमा भन्यो। सबैले एकछिन मौन भएर एक अर्कालाई हेरे। जोखिम ठूलो थियो, तर अर्जुनको आँखाभित्रको आत्मविश्वासले सबैलाई प्रेरित गर्यो। भोलिपल्ट बिहानै उनीहरू वर्षामा भिज्दै पहाडतिर लागे। ढुङ्गा, माटो र पहिरोले बाटो पुरिएको थियो। हातमा सामान्य औजार मात्र थिए, तर मनमा एउटा ठूलो उद्देश्य थियो, गाउँ बचाउने। दिनभर मेहनत गरेपछि पनि बाटो पुरै खुल्न सकेन। थकाइले शरीर कमजोर भयो, तर अर्जुन रोकिएन। थोरै मात्र बाँकी छ, हामी सक्छौँ, उसले उत्साह दियो। र अन्ततः तेस्रो दिनमा उनीहरूले बाटो खोल्न सफल भए। त्यसपछि अर्जुन आफै सहरतिर औषधि लिन गयो। भारी वर्षा, चिप्लो बाटो र थकान सबै भए पनि ऊ रोकिएन। गाउँ फर्किएपछि उसले दिनरात बिरामीहरूको उपचार गर्यो। औषधि सही तरिकाले प्रयोग गर्यो र प्रत्येक बिरामीलाई ध्यान दिएर हेरचाह गर्यो। केही दिनपछि रोग नियन्त्रणमा आउन थाल्यो। गाउँ फेरि बिस्तारै सामान्य जीवनतिर फर्कियो। सबैजना राहतको सास फेरे। एक दिन गाउँलेहरूले ठूलो कार्यक्रम आयोजना गरे। अर्जुनलाई सम्मान गर्न सबै जम्मा भए। गाउँका वृद्धले भने, तिमी केवल डाक्टर होइनौ अर्जुन, तिमी हाम्रो जीवन बचाउने भगवान हौ। अर्जुनले मुस्कुराउँदै जवाफ दियो, यो मेरो कर्तव्य थियो, म यहाँको माटोको ऋणी हुँ। भिडमा साना बच्चाहरूले उसलाई घेरे। उनीहरू सबैले एकै स्वरमा भने, हामी पनि डाक्टर बाबु बन्न चाहन्छौँ। अर्जुनको आँखामा आँसु आयो, तर त्यो आँसु खुसीको थियो। त्यो दिनदेखि गाउँमा मात्र होइन, वरिपरिका गाउँहरूमा पनि अर्जुनको नाम फैलिन थाल्यो। डाक्टर बाबु, जसले केवल उपचार होइन, आशा पनि बाँड्थ्यो।